यदि तपाईँ कुनै पनि अङ्ग्रेजी महिनाको 9 तारिक, 18 तारिक अनि 27 तारिक जन्मिनु भएको छ भने तपाईँको मूल अङ्क 9 हुन जान्छ, जुन चाहिँ मङ्गल ग्रहबाट प्रभावित हुन्छ। मङ्गल एकदमै तातो ग्रह भएकोले गर्दा यस्ता मान्छेहरूको एकदमै धेरै ऊर्जा हुन्छ शरीरमा। र यस्ता मान्छेहरू चाहिँ कलियुगका राम भने जस्तै हो। कलियुगको राम यदि हुन्थ्यो भने यस्ता मान्छेहरू कलियुगका राम हुन्। फिजिकल वर्ल्डमा उनीहरू अर्कै देखिएलान्, तर यदि स्पिरिचुअल्ली यो फिजिकलभन्दा माथि जाने भने चाहिँ उनीहरू एकदमै अग्र स्थानमा हुन्छन् सम्पूर्ण यी नम्बरहरूभन्दा। अर्को मान्छेलाई चित्त बुझ्दो छ भने, कारण राम्रो छ, जेन्युन छ भने आफू सकिएर पनि अर्कोलाई दिन्छन्। भिडभाडमा कहिले पनि हराउँदैन, पछाडि बसेर ताली कहिले पड्काउँदैन, सधैँ अगाडि हुनुपर्छ उनीहरूको। यसलाई एउटा म्याथले पनि बुझाउँछु म। जस्तो 9लाई जुनसुकै अङ्कले मल्टिप्लाई गरे पनि 9 हुन्छ। 9 तिहां 27, 2 र 7 जोड्दा 9, 9 पंचे 45, 4 र 5 जोड्दा 9, राइट। अब सेम थिङ यिनीहरूले अरूको जीवनलाई फेरि यदि उनीहरूलाई चित्त बुझ्दो छ, राम्रो छ, उनीहरूलाई सही चाहिँ लाग्नु पर्यो, फेरि गलत लागेको कुरा गर्दैन। सही लागेको छ भने अर्कोको जीवनलाई भ्यालु एड पनि गरिदिन्छ यिनीहरूले। आफू सकिएर, जस्तो उदाहरण 9मा 2 जोड्यो भने 11 हुन्छ, 11 1 र 1 जोड्दा 2 हुन्छ, ऊ आफू सक्यो, 2 बनाइदियो। 9मा 5 जोड्यो भने 14 हुन्छ, 1 + 4 जोड्दा 5 हुन्छ, सो ऊ आफू सक्यो, 5 बनाइदियो। त्यो खालको क्यारेक्टर हुन्छ उनीहरूको, स्ट्रेट फरवर्ड, दायाँ बायाँ केही छैन, लागेको कुरा फ्याट्टै भनिदिने, झुट जिन्दगीमा पनि बोल्दैनन् यिनीहरूले, झुट छलछाम यिनीहरूबाट हुँदैन, एकदमै स्ट्रेट फरवर्ड। ऊर्जा एकदमै बढी भएकोले गर्दाखेरि कहिलेकाहीँ एकदम चुलमुल भइरहने हुन्छ क्या। लाइक अब त्यो सही ठाउँमा च्यानलाइज भइदिएन भने त त्यो मान्छेको ऊर्जा त काहीँ न काहीँ त निक्लिनु पर्यो। कि रिसबाट निक्लिन्छ, कि चाहिँ नि आवेग होला होइन, हरेक एउटा माध्यमबाट निक्लिनै पर्ने त हुन्छ। त्यो ऊर्जै तिमीभित्र भयो भने त विस्फोट हुन्छ। त्यही भएर त्यो ऊर्जालाई सही च्यानलाइज गर्नको लागि चाहिँ जस्तो अब एक्सर्साइजहरू गर्ने, फिजिकल वर्कहरू गर्ने, अथवा डान्सिङ गर्ने छोरी मान्छेहरूले होइन, हाउसवाइफै हुनुहुन्छ भने पनि बडी एक्टिभ गर्ने काम गर्ने, आफूलाई एक्टिभ राखिराख्यो भने चाहिँ त्यो ऊर्जाले सही च्यानल पाउँछ क्या। त्यो भयो भने झडङ रिस उठ्ने हुन्छ यिनीहरूलाई कहिले काहीँ टेम्पर टाइपको क्या, सिम्पल कुरामा झडङ भइदिरहने, किनभने त्यो प्रकृतिको कारणले भएको, तपाईँमा भएको प्रकृतिले, किनभने अत्यधिक आगो भएकोले गर्दाखेरि एकदमै ऊर्जा जतिखेर पनि त्यो 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 त्यहाँनिर फ्लो भइरहेको हुन्छ। त्यही भएर त्यो कुरालाई चाहिँ नियन्त्रण गर्न, त्यो कुरालाई चाहिँ सही सदुपयोग गर्न भन्ने ऊर्जाको सदुपयोग गर्न। यसलाई चाहिँ एटम बमको रूपमा पनि लिन्छ, यसलाई एटमिक पावरको रूपमा पनि लिन्छ। अब यसलाई ऊर्जाको रूपमा युज गर्ने कि संसार ध्वस्त बनाउन युज गर्ने, त्यो आफ्नो हातमा हुन्छ। अनि ट्रस्ट गर्न सक्ने त्यस्तो मान्छेहरूलाई चाहिँ आँखा चिम्लेर तपाईँले ल ट्रस्ट गर्न छोडिदिए हुन्छ, केही कुरा छ, ल घरको साँचो, ल चला गर भन्यो भने पनि ढुक्कले गरिदिन्छ। अनि स्पिरिचुअल खालके एबिलिटी पनि हुन्छ उनीहरूसँग, स्पिरिचुअल वेमा जान पनि सक्छन् उनीहरू। अनि सर्टकट मन पर्दैन यिनीहरूलाई, सर्टकट गर्दैन, वेमै जान्छन्, प्रक्रियामै जान्छन्, आरामले टाइम लगाउँछन्, हार्डवर्क गर्छन्, सर्टकट भागपुग केही पाइहाल्नु, त्यो हुन्छ नि अहिलेको उसमा त्यो लोभवाला, ल यति भने भागपुग भइहाल्छ, ल हुन्छ नि चिट्ठा पर्ला यो पर्ला भन्ने भन्दा पनि प्रोसेस अन्तर्गतै उनीहरू जान्छन्। त्यो हिसाबले मलाई 9 नम्बर एकदमै राम्रो लाग्छ पर्सनल्ली। तर त्यही हो, ऊर्जालाई सही सदुपयोग गर्न सकिएन भने चाहिँ त्यसले फेरि नेगेटिभ रिजल्ट दिन्छ। अनि कतिपय केसमा टिनेजको अवस्थामा चाहिँ त्यो धेरै चुलमुल भइरहने, त्यो ऊर्जाले कुदाइराख्ने हुँदाखेरि एक्सिडेन्ट हुने, सर्जरीहरू हुने, त्यस्तो समस्या पनि देखा पर्दछ। कतिजनालाई यो कुरा सही लाग्यो, कतिजनाको जीवनसँग मिल्न भयो, कमेन्ट गर्नु होला।